यो फ्लोर हस्तान्तरण गर्दछु। धन्यवाद। धन्यवाद दमक उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष रुबल अधिकारीज्यू। आज हुन गइरहेको दमक उद्योग वाणिज्य सङ्घको 36औं स्थापना दिवस तथा चौथो फुटसल प्रतियोगितालाई मध्यनजर गरेर हामीले गरेको तयारी के अवस्थामा पुगेको छ त्यो जानकारी दिन उपस्थित दमक उद्योग वाणिज्य सङ्घका आदरणीय उपाध्यक्ष हाम्रो व्यवसायहरूका नेता र उहाँले अहिलेसम्म खेल्नुभएको भूमिकाले हामी यहाँ आएका छौँ। सम्झन चाहन्छु र दाइलाई सम्मान गर्न चाहन्छु विजय प्रसाद बरालज्यू, त्यसै गरी वरिष्ठ उपाध्यक्ष भगवान बस्नेतज्यू, त्यसै गरी खेलकुद समितिका संयोजक कृष्णराज दाहालज्यू, दमक उद्योग वाणिज्य सङ्घका महिला उपाध्यक्ष सङ्गीता तुम्बापोज्यू लगायत दमक उद्योग वाणिज्य सङ्घको सम्पूर्ण कार्य समितिमा रहनुहुने मेरा साथीहरू, त्यसै गरी कानुनी सल्लाहकार समितिका संयोजक राजकुमार श्रेष्ठज्यू, सल्लाहकार समितिका सम्पूर्ण सदस्यज्यूहरू, कानुनी सल्लाहकार समितिका सदस्यहरू र विभिन्न मिडियालाई प्रतिनिधित्व गरेर उपस्थित हाम्रो निमन्त्रणलाई स्वीकार गर्न पाउनुहुने सम्पूर्ण सञ्चारकर्मी महानुभावहरू र खेलकुद तथा स्वास्थ्य उपसमितिमा रहनुहुने सम्पूर्ण सदस्यज्यूहरू, कार्यालय प्रमुखज्यू सबैलाई स्वागत गर्न चाहन्छु र हाम्रो निमन्त्रणलाई स्वीकार तपाईँहरू पालिदिनुभयो। तपाईँहरूलाई सम्मान गर्न चाहन्छौँ हाम्रो उद्योग वाणिज्य सङ्घ परिवार र हामीले सदा वर्ष जस्तै उद्योग वाणिज्य सङ्घको स्थापना भाद्र 6 गते त्यो दिन हामीले केही न केही कार्यक्रमहरू गरेर मनाउने र व्यवसायहरूलाई छरिएर रहेका व्यवसायहरूलाई एकजुट पार्नको लागि हामीले 2072 सालमा विधानलाई संशोधन गरेर वस्तुगत सङ्घको एउटा अवधारणालाई विकास गरेका थियौँ। त्यही विकास अनुसार हामीले गएको वर्ष पनि अन्तर्वस्तुगत फुटसल प्रतियोगिता आयोजना गरेका छौँ जो इन्डोरभित्र र धेरै व्यवसायहरूलाई समेट्युन् भनेर त्यो कार्यक्रम यो भदौमा पर्ने भएकोले गर्मी पानी सबै चिजहरूलाई व्यवस्थापन गरेर हामीले यसपालिलाई पनि फुटसल प्रतियोगिता गर्ने गरी 5 र 6 गते गर्ने गरी हामीले निर्णय गरेर त्यो अनुसार सबै प्रक्रियाहरू हामीले पुरा गरिसकेका छौँ र यो पुरा गर्दा हामीसँग उद्योग वाणिज्य सङ्घमा अहिले विधिको 15वटा वस्तुगत सङ्घ रहेका छन्। त्यसमा 11वटा वस्तुगत सङ्घले भाग लिनुभएको छ र उद्योग वाणिज्य सङ्घको हामी आयोजक रहेको टिमगरी 12वटा वस्तुगत सङ्घहरू यो टिमहरू सहभागिता रहनेछन्। उक्त कार्यक्रममा हामी 5 गते शुक्रबार बिहान 7:30 बजे औपचारिक रूपमा उद्घाटन कार्यक्रम सम्पन्न गरेर त्यस दिन सबैका पहिलो चरण र दोस्रो चरणका केही गेमहरू सम्पन्न गरेर भोलिपल्ट 6 गते सेमी फाइनलका 2टा गेम र मैत्रीपूर्ण गेम लुलाबारी उद्योग वाणिज्य सङ्घ र दमक उद्योग वाणिज्य सङ्घ बीच मैत्रीपूर्ण फुटबल हामी एकअर्काका उद्योगी व्यवसायहरू अर्को जिल्लासँग पनि अर्को नगरसँग पनि समन्वय गर्नुपर्छ भनेर यो सुरुवातको लागि हामीले पहिलो एउटा उद्योग वाणिज्य सङ्घ दमक र लुलाबारी उद्योग वाणिज्य सङ्घ मैत्रीपूर्ण रहने र त्यसपछि फाइनलपछि पुरस्कार वितरण कार्यक्रम रहने कुराहरू म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु र हाम्रो यस कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घका खेलकुद समितिका सभापति कृष्ण कटवालज्यूको उपस्थिति रहनेछ। प्रमुख अतिथि उहाँ रहने कुराहरू पनि म जानकारी गराउन चाहन्छु र अन्य धेरै जिल्लाबाट हाम्रा अतिथिहरू, जिल्ला नगरका अध्यक्षहरू, केन्द्रीय सदस्यहरूले हामीलाई निमन्त्रण हामीले पठाइसकेका छौँ। उहाँले आउने हामीसँग कमेन्टमेन्ट गर्नुभएको छ र हामीलाई यो खेलभरि हामीलाई सहयोग गर्ने संस्थाहरू प्रायोजकको रूपमा एलआरपी सप्लायर्स दमकले हामीलाई मुख्य प्रायोजक गर्नुभएको छ। त्यसै गरी सिद्धेल डिपार्टमेन्ट स्टोर्स दमक 6ले प्रायोजक गर्नुभएको छ। आरम्भ कम्प्युटर प्रणाली दमक 6बाट हामीलाई प्रायोजक गर्नुभएको छ। त्यसै गरी सिद्धार्थ ब्याङ्क दमकले हामीलाई प्रायोजक गर्नुभएको छ। त्यसै गरी त्रिवेणी फुड एन्ड बेभरेज प्रणाली इटरी सुनसरीबाट हामीलाई प्रायोजक गर्नुभएको छ र उहाँले प्रायोजकले हामीलाई हाम्रो खेल अवधिभर चाहिँ हामीले प्रायोजकबाटै सबै कुराहरू व्यवस्थापन गर्ने गरी हामीले प्रथम पुरस्कार 33,333 रुपियाँ हामी प्रदान गर्नेछौँ। दोस्रो पुरस्कार 22,222 रुपियाँ हामी प्रदान गर्नेछौँ र अनुशासित टिम 3333 रुपियाँ। म्यान अफ द टुर्नामेन्ट खेलभरि उत्कृष्ट खेलाडीलाई हामी 2525, उत्कृष्ट गोलरक्षकलाई 2222 र म्यान अफ द म्याच प्रत्येक गेममा 1111 हामीसँग 11वटा गेमहरू हुन्छ। 11वटा गेमहरूमा 1111 को दरले 12,221 रुपियाँ पैसा हामी 11वटा गेममा प्रत्येक खेलमा एउटा खेलाडीलाई प्रदान गर्नेछौँ र जम्मा पुरस्कार रकम चाहिँ हामी
यी व्यवसायीहरूले पाउने पुरस्कारहरू यी त्यही खेलाडीहरूले पाउने 75,856 बराबरको चाहिँ पुरस्कार राशि चाहिँ हामी तिनै व्यवसायीहरूलाई प्रदान गर्दैछौँ, त्यो जानकारी गराउन चाहेँ। र यो यसपालिदेखि हामी रनिङ सिल हामीले जुन ट्रफी चाहिँ अब रनिङ सिलमा परिणत गर्नुपर्छ, प्रत्येकचोटि किन्नु हुँदैन। 3 चोटि जितेपछि त्यो चाहिँ उहाँहरूलाई केही रकमहरू दिने गरीको त्यो खालको विनियम तयार पारेका छौँ। र यसपालिदेखि हामी त्यो कपलाई चाहिँ रनिङ कपको रूपमा र डेली प्रत्येक वर्ष चाहिँ जुनसुकै प्रोग्राम भए पनि यो फुटसल चाहिँ व्यवसायीहरूलाई बिहान स्वस्थ रहनको लागि यहाँ व्यावसायिक रूपमा अहिले 7वटा जस्तै यो फुटसल मैदानहरू भएर छन्। तिनीहरूलाई पनि चलायमान गर्नको लागि हामीले गर्ने, अरूले गर्ने होइन। यो चिजलाई चलायमान पार्नको लागि र आफू स्वस्थ रहनको लागि चाहिँ प्रत्येकचोटि यो गेमहरू खेलाउनुपर्छ भन्ने हिसाबले रनिङ सिल्डमा हामी त्यो चिजहरूलाई अगाडि लाँदैछौँ भने हामीले अघि नै भन्यौँ, हामी 7:30 बजे आउँदो शुक्रबार 5 गते हामी त्यो कार्यक्रम सम्पन्न गर्दैछौँ। र अन्य कुराहरू हामीले रेफ्री खेल मैदानहरू यो फिफा यो झापा जिल्ला रेफ्री यो सङ्घ हुँदो रहेछ, त्यो मार्फत हामीले रेफ्रीहरू 2 जना रेफ्रीहरू हामीले मगाएका छौँ। त्यो नियमअनुसार उहाँहरूले खेलाउनु हुनेछ र हामीले सबै तयारीहरू हामीले दमकमा रहेको डिस्क फुटसललाई चाहिँ हामीले बजारको सेन्टरमा भएकोले त्यसलाई प्रयोग गर्ने गरी त्यो कार्यक्रमहरू सम्पन्न गर्दैछौँ। यति कुराहरू जानकारी गराएर तपाईँहरूको सहयोग सद्भाव र हामी व्यवसायलाई हौसला प्रदान गर्नको लागि, अब हामी व्यवसायमा कोही प्रोफेसनल छौँ तर पनि बिहान उठेर स्वस्थ रहनको लागि हामी अन्तर्गत वस्तुगत सङ्घहरू छौँ र ती बिचहरूमा हामीसँग वस्तुगत सङ्घहरू 11वटा छन्। त्यो पनि म जानकारी गराउन चाहन्छु। किराना तथा खाद्यान्न व्यवसायी सङ्घ, जुत्ता चप्पल व्यवसायी सङ्घ, रेडिमेड कपडा व्यवसायी सङ्घ, दमक मोबाइल व्यवसायी सङ्घ, सुनचाँदी व्यवसायी सङ्घ, होटल व्यवसायी सङ्घ, फर्निचर व्यवसायी सङ्घ, अटोमोबाइल्स व्यवसायी सङ्घ, स्वास्थ्य व्यवसायी सङ्घ, निर्माण व्यवसायी सङ्घ, मदिरा व्यवसायी सङ्घ, 11वटा वस्तुगत सङ्घ र दमक उद्योग वाणिज्य सङ्घ आयोजक टिम रहने यति कुराहरू, यति वस्तुगत सङ्घहरूको हामी प्रतिस्पर्धा रहनेछ र स्वस्थ प्रतिस्पर्धाको लागि तपाईँहरूको भूमिका महत्त्वपूर्ण र यो चाहिँ हामीले निरन्तर यो अरूले के गर्छ भन्दा पनि हामीले यस क्षेत्रमा रहेका व्यवसायहरूलाई प्रमोट गर्नको लागि र व्यवसायलाई स्वस्थ रहनको लागि हामीले यो कार्यक्रमलाई अगाडि बढाएको कुराहरू जानकारी गराउन चाहन्छु। र अन्य केही तपाईँहरूको हामीले बुझाउनु पर्ने कुराहरू र गर्नुपर्ने सुझाव पनि, किनभने हामी 2 गते 5 गतेदेखि गर्ने र यस्तो गर्दा चाहिँ अझै बेटर हुन्छ र आगामी दिनहरूमा यो गर्दा चाहिँ अझै राम्रो हुन्छ भन्ने हिसाबले तपाईँहरूको पनि सञ्चारकर्मी महानुभावहरूको केही सुझावहरू भयो, सुझावहरू राखिदिनको लागि अनुरोध गर्दै हामीले गरेको तयारीहरू पुरा भएको छ। अब हामी 5 गते बिहान 7:30 बजेदेखि उद्घाटन गरेर दिनभरि हामी गेमहरू सम्पन्न गर्ने कुराहरू जानकारी गराउन चाहन्छु। केही जिज्ञासाहरू भए, केही सुझावहरू भए तपाईँहरूले राखिदिनुको लागि म अनुरोध गर्न चाहन्छु। धन्यवाद। जय उद्यमी, जय व्यवसाय।